हाम्रो पिज्जा भने पनि यही, बर्गर भने पनि यही है, हाम्रो स्यान्डविच भने पनि जे भने पनि हाम्रो गाउँमा पाउने स्पेसल कोदोको रोटी आज देखाउँदैछौँ तपाईँहरूलाई। यदि खानु मन छ भने सम्पर्क गर्नुहोला। हाम्रो आमाले एकदम मिठो बनाएर खुवाउनुहुन्छ। फेरि उहाँले कोदोको पिठो ल्याउनु भयो। यो चाहिँ पिठो है आमा? अब यो पिठोलाई चाहिँ पानी हाल्नु पर्यो। यसरी खाने ठाउँमा बसिरहेको छु भन्नु। यस्तो पाउने ठाउँमा बसिरहेको छु म, एकदम भाग्यमानी। पिठोलाई चाहिँ यसरी पानी हालेर लेदो बनाइन्छ। लेदो बनाएर अनि सट्ट यसरी कराईमा हालिन्छ। फाइनल्ली यो चाहिँ तयार भयो गाइज है। यो गाइज आज चाहिँ हामी अर्ग्यानिक रोटी खाँदैछौँ है। सजिलो एकदम गुलियो गुलियो टक्क मिठो बनाउनु भएछ आमाले। तपाईँलाई धन्यवाद आमा, धेरै मिठो बनाउनु भयो। यो बोतलबाट चाहिँ तेल हाल्नु भएको? यो लोकल तेल हो। यो यहाँ सबै शुद्ध लोकल मात्रै छ। तपाईँको यो कोदो पनि हाम्रै बारीमा बनाइएको हो। एकदम फलामको कराईमा मजाले ढामेर बनाइन्छ यसलाई। किटको कराई भन्नुहुन्छ? फलाम हो फलाम हो यो, किटको होइन। यसले पनि मागिरहेको छ। यो पल्किरहेको छ नि त कोदोको रोटीमा। कोदोको रोटीमा पल्केर यो चाहिँ धुपी एकदम अलि लेग साइडमा पाइन्छ। यसलाई चाहिँ धुपको रूपमा इस्तेमाल गरिन्छ होइन, बिहान बेलुका पूजा गर्दाखेरि। पाती भगवान पातीको अनुसार